हेलो साथीहरू सबैलाई वेलकम छ मेरो मिनी ब्लगमा। अनि आज चाहिँ हाम्रो कलेजमा 2 दिने लाइफ स्किल ट्रेनिङको आज चाहिँ सेकेन्ड दिन हो। यो प्रोग्राममा पार्टिसिपेट हुने मेरो सम्पूर्ण साथीहरू चाहिँ यता हुनुहुन्छ। म चाहिँ क्यामेराम्यान भइहालेँ। तर मलाई चाहिँ साथीहरू आज अलि अल्छी लागिरहेको थियो। तर पनि केही छैन, हाम्रो ग्रुपमा छलफल गरेर केही निष्कर्षहरू निकालेर हामीले चाहिँ अगाडि प्रेजेन्टेसन गर्न जानुपर्ने थियो। प्रेजेन्टेसन गर्न पनि हामी गइसकेको थियौँ, तर मैले चाहिँ गरिनँ। म चाहिँ पछाडि पेपर समातेर बसिरहेको। प्रेजेन्टेसन सकेर फर्के पछाडिको मेरो नक्कल त हजुरहरूले देखि नै हाल्नुभयो होला। अनि मेरो फाइनल लुक चाहिँ आजको यस्तो थियो साथीहरू। त्यस पछाडि हाम्रो खाजा खाने टाइम भयो। खाजा खाने टाइममा मैले खाजा लिएर साथीहरू भएको ठाउँमा पुगेँ। तर के गर्नु, साथीहरूले चाहिँ अघि नै म आउनुभन्दा अगाडि नै खाजा खानु सुरु गरिसकेको रहेछन्। तर केही छैन साथीहरू, मैले पनि हातमा समोसा लिएर खाजा खान थालेँ। साथीहरूसँग बसेर हाँस्दै गाउँदै रमाइलो गर्दै जिस्किँदै बोल्दै खाजा खानुको मजा त छुट्टै छ। त्यही माथि मैले भिडियो बनाइरहेको थिएँ। भ्लग बनाइराख्दाखेरि साथीहरूले हाई हेलो गर्दै खाजा देखाउँदै खाइरहेको थिएँ। त्यसैले गर्दा भिडियो अझै रमाइलो भइरहेको थियो। अनि आजको मेन भनेको सब्जी है साथीहरू। सब्जी यति मिठो थियो नि, यति मिठो थियो नि, मैले त्यो सब्जी पनि खाइसकेँ। त्यस पछाडि हाम्रो सरले केही कुराहरू भनिराख्नु भएको थियो। म चाहिँ सरको कुरा सुन्नु छोडेर कहिले यता क्यामेरा घुमायो, कहिले उता क्यामेरा घुमायो, कहिले उता साथीलाई देखायो, कहिले यता देखायो। वास्तवमा भन्नुपर्दा मेरो काम चाहिँ यति नै थियो। त्यस पछाडि हाम्रो मेन अतिथिहरू आएर स्टेजमा बसिसक्नु भएको थियो। उहाँहरूले हामीलाई प्रमाणपत्र दिनुभयो। मैले प्रमाणपत्र लिएर आइसकेको थिएँ। त्यस पछाडि साथीहरूलाई पनि भिडियोमा निकालौँ न त भनेर मैले भिडियो बनाउन थालेँ। ल त साथीहरू, आजको भ्लग चाहिँ के कस्तो भयो कमेन्टमा प्रतिक्रिया दिनुहोला। आजको भ्लग चाहिँ यतिमै हामी अन्त्य गर्न चाहन्छौँ। अब नेक्स्ट भ्लगमा फेरि भेटौँला। सबैजनालाई सेवारो नमस्ते र सबैजनालाई बाई बाई।